कहाँ रह्यो मर्स्याङदी ल हामी मर्स्याङदी पावर हाउसमा चिया खाएर खाजा खाएर अब निस्किँदैछौँ। अब हाम्रो पोखरासम्म यात्रा रहेको छ आजको। ल गाइज गुड मर्निङ फ्रम गुड इभिनिङ। अब गुड इभिनिङ हुन लागिसक्यो। हामी खाना खाना भनेर कुदिरहेको छौँ। हामीले हिजो बिहानदेखि खाना खाएको। हाम्रो हाम्रो होटेलको दाइ चाहिँ खसी बोल्न जानु भएको त्यो खसी आइपुग्यो बल्ल पटाउन टोलीहरू पानी तताउँदैछ भिजाउनुको लागि। खाना कोरेको आधी घन्टा भइसक्यो। अब म ढल्नलाई 5 मिनट 35 सेकेन्ड जति बाँकी छ। त्यतिको खाना अहिले आयो। मलाई त अलि धेरै नै भोक लाग्छ अरूभन्दा है। अब के भन्न सक्छु भात आउनु बित्तिकै खाइहाल्नु। अब खाना मागिहाल्ने। नेचर पनि जानु भएको छ। के गाछ सबैले पुगिदिनु जानु भनेर बनाइदियो। सिरिरी हावा बग्यो सुस्तरी एकान्त दुनियाँमा फेरि मलाई उडाइ लग्यो उडिरहेको भुवा जस्तै अनन्त आकाशमा बगाइ लग्यो। पानी पर्दैछ, चिसो हुँदैछ। हामी एकछिन गाडी रोकेर एक गाडीमा चाहिँ पिकअपको समस्या भएको कारणले गर्दा अब हामी केही समय रोकेर चिया खान लाग्दैछौँ। लगभग घान्द्रुकको नजिक आइसक्यौँ हामी। पानी एक हल्का परेको छ तर धेरै चिसो बढाइरहेको छ यसले। खोइ त कस्तो भइरहेछ आजको यात्रा। फाइनल्ली हामी घान्द्रुक आइसकेका छौँ। यहाँ घान्द्रुक पर्यटन महोत्सव पनि चलिरहेको रहेछ, रमाइलो छ। तर हामी हिँड्दैनौँ किन भन्दा हामी ढिलो पनि भइसक्यो। एकदम जाडो भइरहेको छ। हामी बस्ने होमस्टेतिर जाँदैछौँ। ल कस्तो लाग्दैछ भन्नुहोस् हाम्रो घान्द्रुकको यात्रा। रमाइलो भइरहेको छ रमाइलो। पानी परेर अलिक चिसो बढाइरहेछ होइन। चिसो बढिरहेको छ। बाटोमा अलिकति गाडी बढी समस्या भएर त्यो मात्रै हो। एकदम अब एउटा पिर के छ भने अब भोलि पनि यस्तै भइरह्यो भने भ्यूहरू चाहिँ राम्रोसँग देख्न पाइँदैन भन्ने पिर छ। अब हामी बस्ने होमस्टे जाँदैछौँ। कस्तो भइरहेछ? गाडीले दुःख दियो एकछिन होइन। रमाइलो तै पनि रमाइलो भइरहेको थियो। घान्द्रुक पुग्न आश्चर्य थियो नि त। घान्द्रुक भन्ने चाहिँ हामी युट्युबहरूमा धेरै देखिरहेको थियो। हेर्दाखेरि हामी कस्तो रहेछ त घान्द्रुक भनेर यहाँको चाहिँ भ्यू हेर्दा हामी बस्ने ठाउँबाट देखिने भ्यू हेर्दा एकदम रमाइलो क्या। स्वर्गीय आनन्द भनिन्छ नि। स्वर्गीय आनन्द भन्दाखेरि कसरी शब्दमा वर्णन गर्न सकिन्छ भनेको जस्तै आफैले हामीले महसुस गर्न सकिन्छ। मिठो चाउचाउ खाजा सुरु हुँदैछ। Hot
Haha, gur 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 gur. Hush, lakay. Silent. एनर्जी घटेकै अवस्था छ हामी डाँडागाउँ घुमेर आयौँ एउटा लाली गुराँस पनि ल्याएको छु फुल मैले टिप्न मनाइछ 500 रुपियाँ जरिवाना बवाल रमाइलो भएको छ अब चाहिँ अनि अरू के भइरहेको ल सबैजना हामी अब डाँडागाउँ घुमेर आएको यसो अगाडि बढ्दैछौँ अब पछाडि चाहिँ क्यामेरामा चाहिँ मै हो फेरि हेर्न सक्नुहुन्छ हामी बसेको चाहिँ यहाँ तल गुरुङमा हो अब हामी अगाडि जान चाहन्छौँ अनि त सर कस्तो भइरहेको छ तपाईँलाई के लगाइरह रमाइलो लगाइरह ल यता आउनुहोस् सरहरू अगाडि किशोर अधिकारी भ्लग च्यानलमा यहाँ भ्लग आउँछ हजुरहरूले हेर्न सक्नुहुनेछ ओके लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला धन्यवाद घान्द्रुकको डाँडै डाँडा कोहिरोको बस्ती बागलुङको बजारमा भेट भएको अस्ति हामी अहिले घान्द्रुकको गुरुङ कटेजमा छौँ हामी यहाँ ड्रेस लगाएर फोटो खिच्ने भनेको यहाँ ड्रेस नपाएर कुर्दैछौँ एकदम रमाइलो छ भ्यूहरू गण्डकीको तीर हाल खबर ठिकै छ सुको छैन पीर गुड मर्निङ फेरि पनि हामीले बिहान उठेर भ्यूहरू हेरेर थोरै समय फोटो खिच्यौँ अनि फोटो खिचिसकेपछि हाम्रो यहाँ होमस्टेमा अब बिहानको नास्ता हुँदैछ जुन चाहिँ हामी हिजो बसेको होमस्टे हो यहाँको आमा एकदम रमाइलो हुनुहुँदो रहेछ गफ गर्ने हँसाउने भएन खाए खाजा खान्छ भन्दा पनि खायो कि खाएन सिरिरी हावा बग्यो सुस्तरी एकान्त दुनियाँमा फेरि मलाई उडाइ लग्यो उडिरहेको भुवा जस्तै अनन्त आकाशमा तिमीले पातको ज्यादै किलाई बाँझ मेरी ज्यादै किलाई
किन रुन्छै पापी मनको छरकै किलाई बाज मेरीको छरकै किलाई घाँसारीले घाँस काट्यो खोली गर्यो जाया बाज मेरी खोली कोर्यो जाया गुइली से लगैली लिन कोही जनब्यू जाया बाज मेरी कोही जनब्यू जाया मैले भने आइआएन लास्टमा पारिपट्टि काम लाग्यो घमाइलो मिलाम न कहाँ छ के तार साथ तान्ने आलु पाते नुगे भुइँतिर किलाउ माया मैतिर किला उइतिर यहाँनिर नलाउ दुईतिर पारिपट्टि घाम लाग्यो घमाइलो पारिपट्टि घाम लाग्यो घमाइलो भन्दा आधी भन्दा घाँटी बनाउनु पर्यो दुर्गे थापाको भाइ आधी भन्दा फेरि घाँटी बनाउनु पर्ने आधी यिनीहरूले सुर नमिलाउनु ठुलो घाटा गर्ने त्यसलाई पिकम छ पाउँदै कान्द्रोको बाटोमा झिगा धपाउँदै होइन सिमल फुले लाल नर पापीमा नतला सुन जो खान्छ जान खान्छ धन्नो माया जाल चैट चैट भन्ने कि नभन्ने कि त्यो पहिले भनेर गाउनु पर्दैन कि पाण्डव कृष्ण भत्रा हुनु अहिले के बाटो ढाड कस्तो यस्तो भएन त्यो बिरामी भएको त्यतिमा के चाहिँ गीत गाएको त्यो भाइरल गीत छ नि एउटा के पपुलर सङ छ नि भाउजूले धोयाको दाजुले सुकिला कपडा हो कि त्यो सर कस्तो भइरहेको यात्रा ठिक छ अब यार बोल्ने नबोल्ने झ्याउ लगाइसक्यो म त तपाईँ नबोले हामी घान्द्रुकबाट झरिसकेका छौँ तल र अहिले हामी यहाँ बिचमा बाटोमा रोकेर चिया खानको लागि कुर्दैछौँ त्यसपछि हाम्रो खाना चाहिँ पोखरा पुग्ने बेलामा हुँदैछ मेरो नि छैन चिया चाहिँ मिठो बनाएको मलाई चाहिँ मिठो लाग्छ चिनी धेरै हाल्यो नि त चिया कस्तो छ गाइस मिठो छ 3 दिन पश्चात राम्रो मिठो चिया खान पाएको भनेको आजै हो चिया कस्तो डाक्टर साहब एकदम मिठै छ जस्तो भए पनि हुन्छ मिठो मानेर खाइरहेको छ मिठो छ ट्रिप कस्तो हो पनि गबालै भएको छ है एउटा के ट्राई गर्नुपर्छ भने हैन एकदम मिठो छ ट्रिप कस्तो भयो समग्रमा एकदम रमाइलो ट्रिप डोनेट गर्छ नि त चिया कस्तो हो रुबु सर एकदम मिठो छ चिया चिया भन्दा मिठो चाहिँ ट्रिप झन् 3 दिनको बसाइ कस्तो हो एकदमै रमाइलो धेरै स्फूर्त रूपमा सबै साथीहरूले साथ दिनुभएको छ एकदमै धेरै रमाइलो यो अविस्मरणीय रहनेछ अब हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मैले टोपी लगाएको कारण चाहिँ भिडियो बना हो मैले टोपी लगाउनु कारण धेरै छ भन नि भिन्दै अब म बिहे गर्दैछु होइन बिहेमा अब ढाका टोपी सोपी लाउनु पर्छ कस्तो चाहिँ देख्छ होला दुला कसरी बन्ने होला कस्तो खालको टोपी लगाउने होला कुन कलर लगाउने होला भनेर मैले आज हेरेको थाहा छ वास्तवमा बानी पार्नलाई बानी छैन टोपी लगाउने अब अहिले लगाइछु भनेपछि लाइन लाग्ने लाइन पुरा सुन्नलाई बेनीघाटबाट लाइन लागेको मुङिङसम्म जाम पऱ्यो कि उहाँको त्यो त्यो जाम भागिने गरेर मेरो टोपी हेर्न लाग्यो हो नि त मान्छे हेर यो बिरेट हाँटीको पुल भन्छ होइन त्यही त होला नि अब छोरा र पिचमा हो अन्नपूर्ण गाउँपालिका 7 बिरेट हाँटी
अब हामीले लगभग नयाँ पुल आइसकेका छौँ। अब हाम्रो कच्ची बाटो लगभग सकियो नै। अब हामी हाइवे यो बागलुङ बुर्तिबाङ हाइवे होइन हजुर हो बागलुङ पोखरा हाइवे सरर जान्छ। यो चाहिँ नयाँ पुलको बजार एरिया। ल हामी घान्द्रुकबाट फर्किसकेका छौँ। पोखराबाट पनि यता अगाडि यो दमौली पनि कटिसकेका छौँ र यहाँ एउटा कन्टेनर क्याफे छ जसमा चाहिँ हामी आराम गरेर चिया कफी खाँदैछौँ। कन्टेनर कफी हाउस के छ डाक्टर साहब खबर? ठिकै छ रमाइलै छ नि के छ हौ ठिक छ एकदमै। हामी कफी खाँदैछौँ अब म यहाँ कन्टेनर क्याफेमा आएर एकदम साथी रमाइलो भइरहेछ। यहाँनिर एउटा कुरो थियो नि कहाँ गयो एकदम ठिक छ यो आन्छ ल ल एकदम हार्ड सेप छ। यता उहाँले घोलिसक्नु भएछ। उहाँको यो के हो सेप, यता यो सेप म च्याट्टा हाल्दैछु रेड चेरीको रिफाइनेन्स गर्दा क्या